हेलो नमस्ते। आज चाहिँ म गइरहेको छु गोहो वाटरफल्समा। जाउँ है त हामी, लेट्स गो। म नि फर्स्ट टाइम आएको यो ठाउँमा। अब हेर्दै जाउँ जर्नी के कस्तो हुन्छ। हेर्दा चाहिँ एकदम राम्रो छ जस्तो लाग्छ। होपफुल अब हेर्दै जाउँ के हुन्छ कसो हुन्छ। तपाईँहरू नि हेर्दै गर्नु होला। यो ठाउँ चाहिँ होइन, हाइकिङको लागि जङ्गलहरू मन पराउने मान्छेहरूलाई चाहिँ एकदम बेस्ट ठाउँ छ। आएर घुम्नु होला, एकदम राम्रो हुनेछ तपाईँहरूलाई। ल है साथीहरू, हामी फाइनली झर्ना नजिक आयौँ। ल है साथी, यो फाइनली झर्ना नि एकदम राम्रो छ। यो एउटा मात्र होइन, 2-3वटा छ। यो चाहिँ सेकेन्ड वाला हो। एकदम राम्रो छ। यो नि सेकेन्ड वाला हो। योभन्दा माथि थर्ड वाला हो होइन। एकदम राम्रो छ, एकदम सुन्दर छ यो ठाउँ चाहिँ। जस मलाई चाहिँ एकदम राम्रो लाग्यो। तपाईँहरू पनि आउनु होला है त, एकदम बवाल। ल है साथीहरू, हामी चाहिँ झर्नाको माथि डाँडाबाट चाहिँ कस्तो भ्यू आउँछ देखाउने छु है त। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, बवाल छ क्या है भ्यू त। जङ्गलै जङ्गल क्या। ल हेर्नुहोस् कस्तो राम्रो जङ्गल छ। ल है साथी, अब हामी बिस्तारै तलतिर ओर्लिँदैछौँ, बिस्तारै तलतिर झर्दैछौँ। ल हेर्नुहोस् कस्तो राम्रो जङ्गल छ। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ यो चाहिँ गिफुमा पर्छ। गिफुबाट थोरै अलिकति माथि पहाडी क्षेत्रमा। तपाईँहरू नागोया, इनियामा, कोमाकी, इवाकुरा जहाँ पनि हुनुहुन्छ, तपाईँहरू यो ठाउँमा भिजिट गर्नलाई चाहिँ एकदम नजिक पनि पर्छ। खास कुरा त यसमा के अब पे गर्नु पनि पर्दैन, आनन्दले। अब गाडी छ, बाइक छ भने चाहिँ पार्किङको व्यवस्था छ यो ठाउँमा। तपाईँहरू आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। एकदम राम्रो ठाउँ छ, मलाई चाहिँ एकदम बेस्ट लाग्यो। तपाईँहरू पनि आउनु होला यो ठाउँ घुम्नलाई चाहिँ। एकदम रमाइलो ठाउँ छ है त। ल है साथी हो, आजलाई यति नै। मैले सकेसम्म चाहिँ राम्रो भिडियो खिच्ने प्रयास गरेँ। यदि समय हेर्नुभएको धेरै धेरै धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला। ओके, बाई बाई। लाइक गरिदिनु होला है त। थ्याङ्क यू।